हामीलाई विश्वास गर्ने नेपाली जनता असुविधाको लागि क्षमा चाहन्छु कि हामीलाई विश्वास गर्ने नेपाली जनता उसलाई शिरमा राखेर हाम्रो कुनै अरू स्वार्थ छैन। हो एउटा गरिब गाउँबाट हुर्केर जन्मेर निरन्तर राजनीतिक प्रक्रियामा छु। मैले आफ्नो जीवन जनताको लागि समर्पित गरेको छु। आज धेरै कतिपय विषयहरू मेरो विरुद्धमा, कतिपय तत्त्वहरू मेरो विरुद्धमा पछि लागेकै थिए। त्यसरी पछि लागिरहँदाखेरि आज म तपाईहरुको बीचमा उभिएको छु, नेपाली जनताको बीचमा उभिएको छु कि मेरो तर्फबाट भएका कतिपय कमी कमजोरीहरू पनि होलान् र ती कमी कमजोरीहरूलाई मूल विषय बनाएर, मूल एजेन्डा बनाएर आज जुन ढङ्गले प्रचार गरिएको छ, वास्तवमा म पनि अत्यन्त दुखित भएको छु। आज महिलाको इस्युमा बोलिएको केही शब्दको कारणले आज एउटा स्थितिमा म आइपुगेको छु।